हेलो स्टुडेन्ट्स, आज हामी कन्स्ट्रक्सन अफ ट्रापेजियममा रहेको एउटा फर्स्ट टाइप हामी गर्न जाँदैछौँ। व्हेन मेजरमेन्ट्स अफ 3 साइड्स 1 एंगल एन्ड प्यारल साइड्स आर गिभन, हैन त। यो केसमा चाहिँ हामी कसरी सल्भ गर्न सक्छौँ भनेर चाहिँ एउटा क्वेसन लिएको छ हामीले। कन्स्ट्रक्ट द ट्रापेजियम एबीसीडी इन विच एबी बराबर 6 cm, बीसी 4.5 cm, सीडी 3.5 cm, एंगल बी 75 डिग्री एन्ड एबी प्यारल टु सीडी दिएको छ। एबी र सीडी चाहिँ प्यारल साइड्स दिएको छन् र यसको रफ फिगर चाहिँ यस्तो हुन्छ है। रफ फिगरमा हामी ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि एंगल बीमा छ भनेपछि बीलाई हामीले बी भएको जुन लाइन छ त्यसलाई बेस मान्नुपर्ने हुन्छ। एउटा मात्र एंगल दिएको केसमा हामीले कन्सिडर गर्नुपर्ने हुन्छ बेस है। एबी भनेको के छ त 6 cm छ। यसमा त बी भन्ने पोइन्ट छ नि त, दैट मिन्स यो भर्टेक्स बी हामीले एबीमा राख्न सक्छौं। त्यही भएर मैले एबीलाई बेस लिएँ 6 cm को। बीमा हामीले 75 डिग्री देखायौं। बी देखि सी सम्मको डिस्टेन्स 4.5 cm थियो। सी बाट डी को 3.5 cm छ र एबी र सीडी प्यारलल छ भनेर गिभन जसरी दिएको छ त्यसै गरी देखाएको छ हामीले है। अब चाहिँ हामी के गर्छौं, कन्स्ट्रक्सन सुरु गर्छौं। कन्स्ट्रक्सन सुरु गर्दा रफ फिगर भन्दा अलिकति तल गर्ने र कन्स्ट्रक्सनको हिसाबमा चाहिँ हामीले सकेसम्म एउटा पेज नै ओगट्ने। ठीक छ, पेज थप्न पाइन्छ एक्जाममा, त्यसको लागि आत्तिनु पर्ने कुरा छैन। सकेसम्म पेन्सिललाई सापेर है, दुईटा पेन्सिल बोकेको राम्रो हुन्छ है। ल यहाँ एबी छ है, एबी चाहिँ 6 cm छ रे भन्ने कुरो छ। अब हामी के गर्छौं भन्दाखेरि अब हामी यसरी बीमा भएको 75 डिग्री कन्स्ट्रक्ट गर्छौं। ठीक छ, 75 डिग्री बनाउन हामीलाई आउँछ होला, पक्कै पनि नआउने हो भने यहाँबाट सिकिहाल्छौं। ल यो 60 डिग्री बन्यो। 60 बाट हामीले के गर्छौं भन्दा एकचोटी यहाँ 90 को लागि लिएँ ल मैले, त्यो एकचोटी 90 को लागि लिएँ है। अलिकति धेरै लिनु हुन्छ, एकैचोटी 75 डिग्री बन्छ त्यहाँ अहिले। यो 120 को हामीले इन्टरसेक्सन लियौं। ठीक छ, अब 90 डिग्रीलाई राम्रोसँग डिफाइन गरौँ पहिला सुरु। यहाँ पहिला पोइन्ट इन्टरसेक्सन पोइन्टमा राख्ने पेन्सिल अनि बल्ल यसरी तान्दिने है, सिधा हुनु पर्यो। ओके, अब यसलाई हेरौँ, यसलाई हेरौँ र यसरी चट्टा काट्दियो। अघि नै हामीले काटिसकेको ठाउँमा 90 डिग्री बनाउँदै गयो, 60 डिग्रीबाट आर्क ल्याएको थियो नि हो। त्यसबाट हामीले के गर्न सक्छौं त यसरी हामीले प्रोड्युस गर्न सक्छौं। यो भनेको 75 डिग्री हुन्छ है। अब यति नै आर्कमा जुन हामीले आर्कबाट हामीले एंगल बनाइरहेको थियौं नि अघि हो, त्यही आर्कबाट हामीले के गर्छौं भन्दाखेरि पहिला सुरु सी पोइन्ट डिफाइन गर्छौं है। त्यो आर्कले होइन कि अब हामीले 4.5 cm पहिला नाप्नु पर्यो है। 4.5 cm नाप्नलाई यस्तो गरौँ। ठीक छ, 4.5 cm चाहिँ पहिला नापिहालौँ। सीको लागि त अर्को कुरा अहिले गरौँला ल। 4.5 cm भइहाल्यो। बी देखि सी सम्म चाहिँ के छ त 4.5 cm छ भन्ने कुरा अहिले गरेछ। अब यहाँ यसरी पोइन्ट दिने, पोइन्ट दिएर यहाँ सी लेख्ने, क्लियर, सी लेख्ने। अब यो जुन पोइन्ट सी छ नि यहाँ हो, अब हामीले के गर्नुपर्छ भन्दाखेरि यो पोइन्ट सी मा राखेर एउटा आर्क बनाउने, ठिक्कको सानो चुटुक्क परेको आर्क बनाउने। यसरी यो डाइरेक्सनमा यसरी आर्क बनाए हुन्छ है, बुझिया छ। यसरी आर्क बनाउने। अघिकै कटमा काट्यो तर केही फरक पर्दैन है, हामीले चिनेर बुझेर गर्नुपर्ने हुन्छ। त्यही आर्कले अघि पोइन्ट बी मा हामीले जुन बी डिफाइन भएको थियो नि हो त्यो पोइन्टमा राख है। एउटै आर्कले बनाउनु पर्ने रहेछ भन्ने कुरा बुझ्यौं। अब यहाँ हेर, के यसले यहाँसम्म छोएको छ छैन है, त्यहाँसम्म छुने बनाऊ पहिला यसलाई है। खै त म मिलाउँदै छु यहाँ। ल यसले यहाँसम्म छुने मैले बनाएँ। अब हामीले के गर्छौं भन्दाखेरि यो सी पट्टि गएको लाइनबाट चाहिँ हामीले के गर्छौं, यसरी फेरि पनि यो फेरि अलिकति हल्लिएको थिए मैले मिलाएँ। ल अब यहाँ राखेर फेरि हामीले आर्क लिन्छौं यसरी है, आर्क लिन्छौं। सकेसम्म नटराज पेन्सिल युज गर्ने ल। यो पेन्सिलले अलिकति इरर गर्छ। यो त्यो इन्टरसेक्सन पोइन्ट हामीले अभियसली देखिरहेछौं होला। यो पोइन्ट र यो पोइन्टलाई हामी जोइन गरेर लाइन प्रोड्युस गरिदिन्छौं त्यहाँबाट। र हामीले के गर्न खोजे भन्दा यो र यो अल्टरनेट एंगल हो। अल्टरनेट एंगल हामीले अघि भर्खरै गरेको प्रोसेसलाई भन्छौं इक्वल एंगल बनाएको के। इक्वल एंगल बनाउने प्रोसेस हो यो। यसले गर्दाखेरि अल्टरनेट बन्छ। अल्टरनेट एंगल्स इक्वल भएको बेलामा लाइन्सहरु के हुन्छन् त प्यारलल हुन्छन् हो। अनि ट्रापेजियममा त प्यारलल लाइन्स पनि छन् नि त। त्यही भएर त्यसैको लागि चाहिँ मैले यो बनाएको है। यसरी बुझ्नु पर्यो कुरालाई। ल अब
प्यारल लाइन बनाउने बेलामा ध्यान दिने, तल यता पनि ध्यान दिने, यता पोइन्ट पनि पर्नु पर्यो भनेर ध्यान दिने। ठिक छ, पोइन्ट परेछ कि छैन त त्यहाँ माथि, अलिकति माथि जाउँ, अनि यता पनि प्यारल हुनु पर्यो। हो ल, नयाँ स्केल भएर चिप्लिरहेछ कि कपमा। ल ठिक छ, अनि लेनदिने स्केल छ। एनिवेज हाम्रो सीबाट चाहिँ यो दुईटा पोइन्टले हामीले के बुझ्न सक्छौँ भन्दाखेरि एङ्गल यसरी बराबर बनायो हामीले, यसको मिनिङ यो दुईटा प्यारलल हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। र प्यारलल चाहिन्छ किनकि सीबाट डीमा जाने लाइन भनेको एबीसँग प्यारलल छ, सीबाट डीसम्म जाने लाइन भनेको 3.5 cm छ है। के छ त 3.5 cm। ल अब हामी यहाँसम्म गयौँ 3.5 cm। ल है त 3.5 cm, लगभग 3 ठिकै छ। ल अब यताबाट हामी यसरी कट गर्छौँ, यो भनेको अभियसली डी पोइन्ट हुनेवाला छ हो। अब डी पोइन्टको लागि के गर्छौँ हामीले, यसरी डी र यसलाई जोइन गरिदिन्छौँ र हाम्रो सबै हामीले काम गरिसकेको छौँ। यसलाई 4.5 cm लेखिदिउँ हो। अब डिसीलाई चाहिँ 3.5 cm लेखिदिउँ, यसलाई 6 cm अलरेडी छ, यसलाई 75 डिग्री लेख। यो 75 हो, यो पनि 75 हो। हामीले लिएको चाहिँ 75 डिग्री अल्टरनेट एङ्गलमा बराबर भनेर लिएको भनेर बुझ्नु पर्यो है। ल हामीले यसरी ट्रापेजियमको यो खाली टाइपमा व्हेन 3 साइड्स मेजरमेन्ट्स आर गिभन विथ एङ्गल 1 एङ्गल एन्ड प्यारल साइड्स, त्यो केसमा चाहिँ हामीले कन्स्ट्रक्सन गर्ने तरिका यो वाला केस सायद हामीले नबुझेको हुनसक्छ। म एकचोटि यता रफपट्टि पल्टाएर अल्टरनेट बनाउने के हो त, कसरी हो भन्ने कुरा फेरि देखाइरहेछु है। ल यहाँहरू मानौँ हामीले चाहिँ नबुझेको भए यहाँहरू है। ल मानौँ हामी चाहिँ यो छ है, अलिकति बाङ्गो भएको छ यहाँ, यसलाई मेटेँ ल मैले। यो स्ट्रेट लाइन छ, यो स्ट्रेट लाइनबाट एउटा यसरी लाइन गएको छ एङ्गल समथिङ बनाएर हो कि नि। समथिङ भनेको मैले नापेर बनाएको होइन अहिले है, जस्तो बनाएँ भने मानौँ यसको नाम छ पिक्यू, त्यो यहाँसम्म चाहिँ आरमा गयो अरे। ल आरमा गयो अनि यता कतै पोइन्ट ओ छ अरे। ठिक छ, अब हामी के गर्छौँ भन्दाखेरि योसँग प्यारलल हुने लाइन कन्स्ट्रक्सन गर्नु छ ओ पोइन्टबाट। ठिक छ, त्यसको लागि कुनै एउटा ऱ्यान्डम आर्क लिन्छौँ हामी। ऱ्यान्डम आर्क भनेको हामी यसरी आर्क लिन्छौँ। ठिक छ, क्यू पोइन्टबाट आर्क, जुन आर्क लिएको छ जतिको यसको रेडियस छ नि यहाँबाट यहाँसम्म आर्क लेन्थ छ, त्यति नै कन्स्टेन्ट राखेर हामी क्यूमा राखेर के गर्छौँ त यसरी बनाउँछौँ। अर्को पनि आर्क यसरी तानिदिन्छु त्यहाँ। बुझिएको छ कुरो। सेम आर्क लेन्थले मैले क्यूमा राखेर यसरी तानेँ, अनि ओमा राखेर के गरेँ त यसरी ओमा राखेर अर्को पनि आर्क तानेँ। क्लियर। तर अझै पनि बाँकी छ एउटा कुरो, त्यो भनेको दुईटाले यसरी मेजर गर्नु बाँकी छ है। त्यो मेजर गर्दाखेरि ठ्याक्कै हुनुपर्छ, ठ्याक्कै छैन, अलिकति बाहिर हो कि जस्तो छ है, अलिकति हो कि जस्तो छ, त्यसलाई म्यानेज गर्नु पर्यो है त। ल हेरौँ त, यसलाई मैले यहाँ राखेँ है। अब के गर्ने भन्दा यसको आर्क मेजर गऱ्यो नि त हामीले, त्यसको कतिको फैलावट छ त त्यो मेजर गऱ्यौँ। अब यसको इनिसियल पोइन्ट भने यो लाइनमा छोको पोइन्ट इनिसियल हुन्छ यसको। अब हामीले यसरी काटिदिन्छौँ त्यसलाई है त, यसरी काटिदिन्छौँ। यो काटेको लाइनबाटै हामीले टक्क योसँग पास, यहाँ छ सेन्टर है, त्यो अलिकति मोटो देख्यो होला तर सेन्टर यहीँ छ। योबाट हामीले ठ्याक्कै पास गराउन सक्छौँ है त। हेरौँ, ध्यान दिएर हेरौँ। ल अब अर्को पेन्सिल, एक्स्ट्रा पेन्सिल हुन्छ हामीसँग, त्यसले यसरी हामीले ड्र गर्न सक्छौँ। यो भनेको अल्टरनेट एङ्गल्स भयो। अल्टरनेट एङ्गल्स यो जेड सेमा छ नि त, बराबर भयो भनेपछि यो दुईटा लाइन्सहरू के हुनुपर्छ त प्यारलल हुनैपर्छ, जसरी नै हुनैपर्छ। यसरी हामीले कन्स्ट्रक्सन गरे हो। किताबमा चाहिँ नि कोइन्टेरियर एङ्गल बनाएको छ। यो मेथड किन गराएँ मैले भन्दा 10 क्लासमा जाँदाखेरि आउँदो वर्ष हामीले यसै गरी अल्टरनेट बनाएरै गर्छौँ है। ठिक छ, अब अल्टरनेट बनाउँदाखेरि इजी हुने भएर अल्टरनेट बनाउँछौँ, नत्र भए हामीले अरू नै वैकल्पिक तरिकाहरू, अल्टरनेट तरिकाहरू युज गर्छौँ। ओके, यो टाइपकोमा चाहिँ हामीले यति नै नलेजको कुराहरू चाहिँ गेन गर्नुपर्ने हुन्छ। ठिक छ, यसरी हामीले कन्स्ट्रक्सन टाइप गर्छौँ। यहाँ ग्याजेङ ब्याजेङ जस्तो देखिने भएको भएर मैले फेरि पनि त्यो अल्टरनेट कसरी भयो भन्ने कुरा बुझाएँ। ओके, यो भिडियोमा यति नै। अब अर्को भिडियोमा हामी सेकेन्ड टाइपसँग हाजिर हुन्छौँ है।